हेलो गाइज वेलकम टु माई न्यू भ्लग एन्ड आज चाहिँ मेरो यात्रा रहेको छ कोशी प्रदेश लोक सेवा आयोग कार्यालय गएर सिफारिस पत्र ल्याउनु पर्ने। म आज एकदमै खुसी छु। जीवनको पहिलो एउटा सानो खुसी भेटेको दिन, त्यसैले आज हजुरलाई देखाउन गइरहेको छु। के हुन्छ भिडियोमा हेर्दै जानुहोस्। लोक सेवा आयोग कार्यालय जाँदैछु, यहाँबाट अलिकति अगाडि छ। अब म यहाँ प्रदेश लोक सेवा आयोग कार्यालय आएर आफ्नो सिफारिस पत्र लिएर आइसकेँ। हाम्रो यहाँ साथीहरू हुनुहुन्छ। हाम्रो दीपक सर कस्तो लागिरहेको छ? हेलो एकदम रमाइलो, एकदम खुसी। 1 नम्बरमा पोस्टिङ हुनुभएको छ र यो सफलताको शुभकामना, सफल कार्यकालको शुभकामना। धन्यवाद धन्यवाद धन्यवाद। कस्तो लागिरहेको छ नियुक्ति हुन पाउँदा? एकदम खुसी लागिरहेको छ। इमोसनल, अब काम कसरी गर्ने टेन्सन पनि छ। एक्सपिरियन्स के अरे कस्तो लाग्दो रहेछ आफूलाई चाहिँ यो नियुक्ति पेपर लिन पाउँदा? सिफारिस एकदमै ह्याप्पी, एकदम खुसी। अगाडिदेखि पनि यसै प्रगति गरिरहँ सबैजनालाई सबैजनालाई बेस्ट विशेष। कस्तो लागिरहेको छ सर? एकदम कोशी प्रदेशमा सिफारिस लिन पाउँदा एकदम राम्रो लाग्यो। एकदम राम्रो लागिरहेछ। भिडियो बनाउनु छ लास्ट ए यसो त म्याम कस्तो लागिरहेछ? कर्णालीबाट आउट हुनुभएको, यहाँ आएर कोशीले बत्यायो। ल आउनुहोस्, हाम्रै जिल्लामा आउनु होला। ल धन्यवाद। फाइनली सिफारिस पत्र लगेर म चाहिँ अब निस्किन थालेँ यहाँ प्रदेश लोक सेवा आयोग कार्यालय कोशी प्रदेशबाट। अब चाहिँ म काठमाडौँ जानु छ। अब उता एयरपोर्ट जाँदाको दृश्य देखाउँछु। ल अब चाहिँ म एयरपोर्ट जानु लाग्यो। अब काठमाडौँ फर्किनु पर्ने। म चाहिँ अब यहाँ एयरपोर्टभित्र छिरिसकेँ। विमानस्थल वेटिङ पछिमा छु। यहाँ बाहिर प्लेनहरू आइरहेछ, लाग्दैछ। अब एकछिन छ बोर्डिङ पास मिलिसक्यो। यहाँ वेटिङ रुममा बस्दैछु। यहाँ आइसक्यो। अब चाहिँ हामी चढ्छौँ यसमा। फाइनल्ली काठमाडौँ आइपुग्यो। अब घर जाने।